के तपाईँ फ्रीमा वर्ल्ड कप तपाईँको आफ्नो मोबाइलमा हेर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यु आर इन द राइट प्लेस। तपाईँलाई मैले यस्ता दुईवटा फ्री एप्स भन्ने छु जुन एप्स तपाईँले डाउनलोड गरिसकेपछि मोबाइलमा फ्रीमा वर्ल्ड कप अथवा कुनै पनि फुटबल म्याचेस हेर्न सक्नुहुन्छ। अब मोबाइलतिर जाउँ है त। एप स्टोरमा जाने, यहाँ चाहिँ टुडो फुटबल भनेर सर्च गर्ने। मैले अलरेडी डाउनलोड गरिसकेको छु, त्यही भएर मैले चाहिँ डाउनलोड गर्दिनँ। तपाईँले चाहिँ डाउनलोड गरेर इन्स्टल गर्नु होला अनि त्यसपछि ओपन गर्ने। अब लाइभ चलिरहेको म्याचहरू यहाँ देखाउँछ, टाइम देखाउँछ यहाँ। तपाईँले यदि लाइभ चलिरहेको म्याच छ भने चाहिँ त्यसलाई चाहिँ क्लिक गर्नुहोस्। तपाईँले तीनटा क्वालिटीमा यो म्याच हेर्न सक्नुहुन्छ, एचडी क्वालिटी, एमडी क्वालिटी अनि एचडी क्वालिटी। तीन किसिमको क्वालिटीमा तपाईँ हेर्न सक्नुहुन्छ। अनि कुन क्वालिटीको म्याच हेर्ने हो त्यसमा ट्याप गर्ने अनि हेर्नु होला। यो फ्री एप्स हो, त्यही भएर चाहिँ अलिअलि एड्सहरू आउन सक्छ। त्यो एड आए पनि जब भिडियो सुरु भइसकेपछि तपाईँलाई समस्या दिँदैन, निरन्तर चल्छ। एउटा यो एप्स भयो। अनि अर्को एप्स, अब फेरि एप स्टोरमा जानुहोस् अनि यहाँ हुबा एप्स, HUBA, हुबा फुटबल भनेर सर्च गर्नुहोस्। यहाँ देखाइरहेको छ यो हुबा फुटबल। यो पनि मैले डाउनलोड गरिसकेको छु। तपाईँले पनि डाउनलोड गरेर इन्स्टल गर्नुहोस्। एप्स ओपन गर्नुहोस् अनि तपाईँको यहाँ अब कुन म्याचहरू लाइभ आइरहेको छ यहाँ देखाउँछ होइन। जस्तै अहिले चाहिँ पोर्चुगल भर्सेस स्पेनको चाहिँ तपाईँको कति 8 hours 26 minutes 32 सेकेन्ड बाँकी छ। अब यसपछि चाहिँ तपाईँले यहाँ लाइभ आउँछ, त्यसमा क्लिक गर्नुहोस्। यसमा पनि सेम तीनटा क्वालिटीमा हेर्न सकिनेछ, एचडी, एमडी अनि एचडी क्वालिटी। यो पनि फ्री एप्स हुनाले यसमा पनि थोरै एडहरू आउँछ। जब भिडियो सुरु हुन्छ तब बिचमा एड्स चाहिँ आउँदैन। यसरी तपाईँले दुईटा एप्स डाउनलोड गर्नु हो भने वर्ल्ड कप फ्रीमा हेर्न पाउनुहुनेछ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।